दीपक भट्टसँगै ढल्दैछ भ्रष्ट नेताहरूको साम्राज्य। देशका 3 पूर्व प्रधानमन्त्री र 86 माफियालाई ठेगान लगाउँदै बालेन सरकार। कुनै समय सिंहदरबारको साँचो गोजीमा बोकेर हिँड्ने बिचौलिया, जसले चाहे संसद ढल्थ्यो, जसले चाहे मन्त्री फेरिन्थे र जसको इसारामा अरबौंका नीतिहरू रातारात परिवर्तन हुन्थे। हो, तिनै महाबिचौलिया दीपक भट्ट अहिले दिल्ली बजार कारागारको छिडीमा कैदी नम्बर बनेर दिन गन्दैछन् र दीपक भट्ट जेलको कोठाभित्र पस्नासाथ बाहिर नेपालका ठुलठुला राजनीतिक दलका डन र क्रोनिक भ्रष्टाचारीहरूको सातो गइसकेको छ। साम्राज्य ढल्दैछ। वर्षौंदेखि देश लुटेर अट्टाहास गरिरहेका भ्रष्ट नेताहरूको साम्राज्य अब बालुवाको महल झैं ढल्दैछ। सोमबार देशले एउटा यस्तो दृश्य देख्यो जसको कल्पना बिरलै गरिएको थियो। नेकपा एमालेका शक्तिशाली उपाध्यक्ष देशका पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतको एउटा होटलबाट अपराधी झैं समातियो र प्रहरीको गाडीमा कोच्याइयो। यो त केवल सुरुवात मात्रै हो। स्रोतको दाबीलाई मान्ने हो भने सम्पत्ति शुद्धिकरण विभागको टेबलमा अहिले यस्ता फाइलहरू खुलेका छन् जसले नेपालका कैयौं शीर्ष नेताहरूको भागाभाग गराउनेछ। अब को जेल जाँदैछन्? के अब केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि कानुनी फन्दामा पर्छन्? आज हामी भ्रष्टहरूको त्यो भित्री जालोको पर्दाफास गर्दैछौँ। पहिले बुझौं दीपक भट्ट को हुन् र यसले कसरी देशलाई कंगाल बनाउँदै थियो। इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट साधारण व्यापारी होइनन्। उनी नीतिगत भ्रष्टाचारका किङ पिन हुन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सीआईबी को संयुक्त अनुसन्धानले के देखाएको छ भने भट्टले शंकर ग्रुपका सुलभ अग्रवालसँग मिलेर नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय डकैती गरेका छन्। जगदम्बा स्टिलबाट 45 करोड रुपियाँ सिधै आफ्नो व्यक्तिगत खातामा ट्रान्सफर गर्ने, हिमालयन रिइन्स्योरेन्सको शेयर दोस्रो बजारमा कर्निङ गरेर कृत्रिम रूपमा मूल्य बढाउने र भित्री कारोबार गरेर जनताको रगत पसिनाको पैसा लुट्ने काम यो गिरोहले गरेको थियो। अदालतमा दर्ता भएको मुद्दामा दीपक भट्टमाथि मात्रै 26 अर्ब 63 करोड रुपियाँ र सुलभ अग्रवालमाथि 25 अर्ब 59 करोड रुपियाँ बिगो दावी गरिएको छ। यो कुनै सानो रकम होइन। यो देशका लाखौं गरिब जनताको आँसु र रगतको मूल्य हो। जब विशेष अदालतले यिनीहरूलाई पूर्वपक्षका लागि जेल पठायो तब नेपालको राजनीतिमा भूकम्प गयो। किनभने जेलभित्र रहेका दीपक भट्टले अब ती नामहरू ओकल्न थालेका छन् जसले उनलाई वर्षौंदेखि संरक्षण दिइरहेका थिए। दीपक भट्टको बयान र अकाट्य प्रमाणका आधारमा सोमबार एउटा यस्तो विकेट ढल्यो जसले एमाले वृत्तमा सन्नाटा छाएको छ। पूर्व अर्थमन्त्री विष्णु पौडेल, जो आफूलाई संकटको सारथी भन्थे, उनी अहिले सम्पत्ति शुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमा छन्। उनीमाथि आफ्नै नाममा 61 करोड 13 लाख र श्रीमतीको नाममा 7 करोड 81 लाख